भइरहेको छ। 40 लाई रोकियो र स्पोर्ट्सको लागि गोल्डन अपर्च्युनिटी भन्छु म कि यो म्याच चिकन डिनर उनीहरूले आफ्नो नाममा रेजिस्टर गर्न सक्नेछन्। मलाई त लागिरहेछ आइसक्यो साथी, यो म्याच उनीहरूको पकेटमा आइसक्यो लागिरहेछ मलाई। कसले कन्टेस्ट गर्ने त? अब होरासँग कन्टेस्ट गर्न सक्ने भनेको उनीहरूको एमो इन्भेन्ट्री हो। लगभग भ्याइसक्यो, लुटिएन भने लगभग भ्याइसक्यो। लास्टमा इनिमी देख्यो भने आँखा हान्न मिल्ने, गोली हान्न नमिल्ने हुन सक्छ। यहाँ डिआरएसको अप्रोच मलाई साह्रै मन पर्यो। त्यो रिजल्ट खोजेको आएन, एकजना मात्रै प्लेयर बाँकी छन्, बट सर्कलमा ठाउँै छैन क्या, कहीँ जानै मिल्दैन। एउटा एरिया पुस गर्नै पर्यो, जहाँ हुन्छ पुस गर्नै पर्यो। माथि हो र छ, होल स्क्वाड छ, यहाँ पुस गरेर फाइदा छैन, कहाँ चान्स लिने हो लिगम भनेर कल लिएको थियो। यति मात्रै थोरै मिसिङ के रह्यो त फ्र्याग पहिले नक भयो। यदि होल स्क्वाड पुस गरेर फ्र्याग बाटोमा नक भएको भए ओके, फायर पावर युज हुँदै थियो, युज गर्न सकेन फ्र्यागले भन्यो, बट फ्र्याग पहिले नक भएको भएर त्यहाँ एउटा कुरा चाहिँ अलिकता खराब भयो। उताबाट कभर फायर, अगाडिपट्टि भन अनि कहाँ सकिन्थ्यो। हो र स्पोर्ट्स लाग्यो अब दोस्रो चिकन डिनर आफ्नो झोलामा हाल्नको लागि हाली पनि सक्यो, ऱ्याङ्किङमा जम्प पनि हान्यो, सेकेन्ड त मिनिमम पनि भयो। के साह्रो डोमिनेट पो गर्दैछ यहाँबाट स्पोर्ट्स।